हेलो नमस्ते, स्वागत छ हजुरलाई मेरो युट्युब च्यानलमा। र आज चाहिँ मैले सोइल मिक्सको भिडियो लिएर आएको छु। मेरो फ्लावरहरूको लागि सोइल चाहिँ प्राय म यसरी नै मिक्स गर्ने गरेको छु। र यहाँ चाहिँ मैले गार्डन सोइल लगाएको थिएँ फर्स्टमा, र सेकेन्डमा चाहिँ यहाँनिर माथिबाट मैले गाईको गोबर मैले यसरी लगाउँदैछु। यो चाहिँ एकदम मजाले चाहिँ पाकेको छैन, अनि त्यसले गर्दा म कम्ती कम्ती लगाउँछु यो चाहिँ है, किनभने पिल्सिन्छ नि त फेरि फुलहरू। अनि चाहिँ त्यसमा चाहिँ बादमा मैले मेरोमा बाख्राको मल पनि थियो, र थोरै बाख्राको मल पनि हालिदिइरहेको छु। बेसी हाल्यो भने फेरि पिल्सिन्छ है। अनि त्यसको बादमा चाहिँ यहाँनिर मैले जुन किचनको त्यो जुन के खाएको कुराहरू फालेको हुन्छ नि, त्यस्तोबाट बनाएको यो मल है। यो चाहिँ अनि यसो कस्तो मजाले बनिएको छ। यो सेतो सेतो देखिएको चाहिँ अन्डाको खोल हो, यसले चाहिँ बोन मिल्कको काम गर्छ है। अनि त्यसै गरेर पुरानो पट माटोहरू पनि मैले त्यत्तिकै यहाँनिर मिक्स गर्दैछु है। र यसलाई चाहिँ अब यसरी मिक्स गरिसकेपछि यसको बादमा मैले अलिअलि खरानी हालिदिइरहेको छु। यो खरानीको बादमा चाहिँ बेसार हालिरहेको छु। खरानी किन हालेको भन्नुहुन्छ भने खरानी चाहिँ अब बेसी झार पनि पलाउँदैन है। अनि अर्को कुरा चाहिँ कतिवटा किराहरू छ भने चाहिँ नि त्यसले पुरा काम गर्छ क्या, अलिक कडा हुन्छ नि त खरानी, त्यसले गर्दा। अनि त्यसको बादमा बेसार हालेको छु थिएँ नि। जुन बेसार चाहिँ किन हालेको भन्दा यो बेसारले चाहिँ निमफलीको काम गर्छ है। अनि मेरोमा त निमफली थिएन, र म सबै अर्ग्यानिकै चलाइरहेको छु। त्यसले गर्दाखेरि मेरोमा त बेसार एभाइलेबल थियो, र बेसारै मैले हालेर चाहिँ मजाले माटो मिक्स गरिरहेको छु है। माटो चाहिँ पुरा मजाले मिक्स गर्नुपर्छ, सानो सानो डल्ला पनि फुटाउनुपर्छ, किनभने मल अलिक डल्लो डल्लो छ नि त, किनभने मजाले पाकेको मल छैन कि। त्यसले गर्दाखेरि चाहिँ कम्ती मल हालेको छु। तर भए पनि मलले त काम गर्छ, तर पुरा फिट्नुपर्छ मजाले मेहनत गरेर। यसरी फिटेर चाहिँ मैले चाहिँ जुनै फुलहरूको लागि पनि मैले यसरी रोप्ने गरेको छु। विशेष गरी यो चाहिँ सिजन फ्लावरहरूको लागि बनाएको मैले हो, र यसरी मजाले फिट्नुपर्छ। जुनै फुलको लागि पनि हुन्छ है। मैले चाहिँ यसरी नै सोइल मिक्सहरू बनाउने गरेको छु। र मेरो गार्डनमा चाहिँ कसरी फुल फुल्छ हजुरहरूले देखिहाल्नु भएको छ अरूमा पनि है। र म फेरि यो चाहिँ मैले विशेष गरी अहिले पिटुनियाको लागि बनाइरहेको छु, र म पिटुनिया पनि हजुरहरूलाई लिएर आउने छु। र सिजन फुलहरू रोप्ने एकदम समय आएको छ। हजुरले रोप्नु भएको छैन भने मार्केटमा एकदम एभाइलेबल भएको छ, र ल्याएर हजुरहरूले पनि रोप्न सक्नुहुन्छ है। म पनि यसरी ल्याएरै रोप्दैछु सबै सिडहरू, किनभने हाइब्रिड हुँदैन, त्यसले गर्दा लोकल फुल्छ क्या आफूले राखेको सिडहरू। त्यसले गर्दाखेरि मैले चाहिँ योपालि प्राय म किनेरै ल्याएर रोपौँ भनेर सोच्दैछु, र म यसरी मिक्स गरिरहेको छु। थ्याङ्क्स फर वाचिङ। हजुरले पनि यस्तै गर्नुहोस् होला। बाई बाई।